भयो Okay. Hi Ken, how are you? Good, how are you, Today sir? we record one song. He is the lyricist, Mr. Shiva Palas. So I think this is my fifth, right? I think so, yeah. Fourth year, right? Yeah. Okay, we really enjoy today. So I just want to say something about your music studio. It's very good, you know, it's excellent. So I think we really did a good job today. So the song is about the praise. So Mr. Shiva Palas has done this very good lyrics about these songs, you know. So we did a good job. So can you say something about this song? Yeah, This so, music? so first of all, Basanta is like a one-take artist. He comes in and just rocks it on the mic, and he's a perfectionist, so he gets it right. But it's nice to see you exploring a different kind of emotion this time. Right. A different kind whereby it's a drinking song, which is, I think, maybe unusual for you. Mm-hmm. Yeah, and it's an emotional song with powerful lyrics. The music is world class, as you know. So I hope everybody else out there enjoys your vocals. Thank you. Thank you. And Shivaji, you want to say something about your song? यो नेपालीमा एउटा बोल्नुहुन्छ। I have already described what is the essence of this song. खासमा यो गीतहरू एउटा जीवनका अनेक आरोहहरू तनावहरू ती चिजहरूबाट केही क्षणको लागि भए पनि मुक्ति पाउनको लागि आज मलाई मजाले पिएर कलेजो नै जल्ने गरी पिएर अनि होस भराउने गरी आनन्दले बस्न मन लागेको छ भन्ने यो गीतको मूल आशा छोटकरीमा भन्नुपर्दै यो चाहिँ कस्तो हुन्छ नि अब हुन्छ योभन्दा अगाडि पनि मैले एउटा रक्सीको गीत गाएको थिएँ यादव दाईको एउटा यस्तो भयो त्यो गीतकै सारलाई लिएर नि मैले यो गीतलाई चाहिँ तपाईँको यो गीतमा साह्रै इम्प्रेस भएँ क्या मैले तर शिवजी तपाईँलाई धेरै धेरै धन्यवाद फर द लिरिक्स होइन अब मैले कतिसम्म गाउन सकेको छु गीत राम्रो त्यसमा बनेको अब छ। तपाईँलाई अब त्यो मिक्सिङ गर्दैछ बिपुलादर दाईले मिक्सिङ गरिसकेपछि काठमाडौँमा अब त्यसपछि थाहा हुन्छ अनि पछि त्यो लाग्यो म्युजिक भिडियो पनि बनाउनु परेको जस्तो देखिन्छ र मेरो भाइ विशाल केसी ऊ एकदम सङ्गीतमा एकदम इन्ट्रेस्ट देखाएको छ उठाएर भन है के छ आजको रेकर्डिङमा कस्तो लाग्यो मलाई पनि एकदम खुसी लागिरहेको छ पहिलोचोटि चाहिँ नि अमेरिकाको एउटा चाहिँ नि म्युजिक स्टुडियोमा दाईको गाना चाहिँ रेकर्डिङ भएको जसमा चाहिँ नि हाम्रो गीतकार पनि यही हुनुहुन्छ होइन सबै कुरा यहाँ देख्न पाउँदा रेकर्डिङ भएर हेर्न पाउँदा मलाई पनि एकदम खुसी लागेको छ म सानो हुँदाखेरि 9-10 वर्षको हुँदाखेरि मैले दाईको चाहिँ नि त्यो पहिलो गीत चाहिँ नि सुनेको थिएँ अनि त्यसैको यो चाहिँ होइन पार्ट 2 होइन भोल्युम 2 जस्तो चाहिँ मलाई लागिरहेको छ होइन त्यो आफ्नो पिउँदा पिउँदा भन्ने मैले सुनेको थिएँ अब चाहिँ नि पिएर चाहिँ म यसरी चाहिँ डुब्न चाहन्छु कलेज जल्ने गरी भन्ने सुन्न पाएँ मैले एकदम प्रत्यक्ष मलाई एकदम खुसी लागिरहेको छ दाईलाई यो गीतले चाहिँ नि दाईको अझै होइन सङ्गीतप्रतिको चाहिँ नि यो सबैतिर चाहिँ नि चाहना इच्छाहरू चाहिँ होइन र चाहिँ श्रोताहरूले पनि एकदम मन पराइदिनु होस् हुन्छ भन्ने चाहिँ आशा लिएको छु दाईलाई धेरै धेरै शुभकामना थ्याङ्क यू र आज धेरै खुसी लागेको छ मलाई तर आज रेकर्डिङ पनि साह्रै राम्रो भयो किनभने यो कहिलेकाहीँ के हुन्छ भने यो रेकर्डिङ गर्दाखेरि पनि धेरै कुराहरूको समस्या पर्छ है अब एक त हामी अब त्यहाँ 1-1.5 घन्टाको बाटो भएर आउनु पर्छ र आज हाम्रो रेकर्डिङ चाहिँ गर्ने टाइममा पनि भएन थ्याङ्क यू फर गिभिङ अस टाइम फर मी बिकज वी आर हियर टुडे बट एनीवे वी आर गिभिङ मी सच अ नाइस टाइम र यति भन्दै अब यो गीतको चाहिँ उसमा हामी चाहिँ पछि चाहिँ अब यो म्युजिक भिडियो र अब उसमा हामी निकाल्ने प्रयासमा छौँ अब के कति गर्न सकिन्छ त्यो पछि अब हामी हेर्दैछौँ र अब आजलाई हामी यहाँबाट यो स्टुडियो कति 11 रेकर्डिङ स्टुडियोमा हामीले यो गीत गरेको र कलेजमै जल्ने गरी शिवजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै ल नमस्कार नमस्कार